गुड मर्निङ एभ्रिवान टु माई भ्लग्स। आज चाहिँ म के भन्नु अब आफ्नो छिमेकीको त्यो मकै चोर्न जाँदैछु गाइजहरू, हेर्नु होला। यो चाहिँ मेरो घरमा मकै छैन, अब मेरो छिमेकी पडोसीको घरमा मकै छ, प्रशान्तको घरमा मकै छ। यो मेरो खेतमै मकै छैन, यो चाहिँ त्यो बोएको छैन, मकै लगाएको छैन। यी साथीहरूको घर, छिमेकीको घर मकै छ। अहिले चोर्न जान्छु, पहिला हेर्न जान्छु। घरका मान्छे पर त्यहाँ खेतमा काम गर्दैछन्, अनि एकजना चाहिँ सुतेको छन्। त्यसैले म पहिला सुतेको मान्छेलाई हेर्न जान्छु कस्तो छ, हेरौँ। Pesan जागिसक्यो प्रशान्त। अब खेतमा गएपछि प्रशान्त म गएर सबै चोरिहाल्छु। दुई तिनवटा लिन्छु मकै, अनि पकाएर खान्छु। गाइजहरू फाइनली मकैबारीमा छिरिसकेको छु म। गाइज फाइनली मकै चोरिसकेको छु म। हेर्न सक्नुहुन्छ मकै। यहाँ राख्छ, अहिले देखाउँछु। घरको मालिक त्यहाँ छ गाइजहरू, पर त्यहाँ पुग्यो। अहिले जगाएँ म, खेतमा जा भनेर, अनि गयो खेतमा। आली बान्नलाई गयो प्रशान्त। म चाहिँ मकै चोरिसकेँ तिनवटा। हेर्नु गाइस, यहाँबाट चोरे मकै। यी प्रशान्त यहाँ छ। यो भिडियो चाहिँ प्रशान्तले नदेखोस् भन्दैछु। अरू जसले देखे नि बाल छैन, प्रशान्तले चाहिँ देख्नु भएन। सो गाइजहरू, अब चाहिँ म मकै पकाउनुतिर लाग्छु। हेर्नुहोस् आगो। गाइज यो मकै चोर्नुभन्दा होइन, यो मकै पकाउनमा गाह्रो पऱ्यो। किन चोर्न त 2 मिनटमा चोरियो, तर पकाउन त 10 मिनट लाग्यो। के भन्नु गाइज, बिची भयो त चोर्दै खाँदै सिधै चोरीको मात्र मिहिनेत हुन्थ्यो। तर मकै धेरै गाह्रो पऱ्यो, धुवा पनि लाग्यो आगोमा पकाउँदा। अब म यसलाई खान्छु मकैलाई। कस्तो छ टेस्ट गर्नु। गाइज भन्छन् मेहनतको फल मिठो हुन्छ, तर हेरौँ यो चोरीको फल कस्तो हुन्छ भनेर। लेट्स गो। चोरीको फल पनि हल्का मिठो हुन्छ गाइज। गाइजहरू एउटा चाहिँ मकै खाइसक्यो, अब दुईवटा बाँकी छ मकै खानलाई। म यो पनि खाइदिन्छु बिस्तारै।
यो सिर्फ इन्टरटेनमेन्ट पर्पजको लागि मात्र भिडियो बनाएको हो, सिरियस नलिनु होला। यसलाई चोरी गर्ने काम नगर्नु होला। सो गाइज अब म मकै खाइसकेको छु। अब आज बिहानीको भ्लग चाहिँ यही हो मेरो आजको भ्लग। अब बिहानी भइसकेको छ, बिहानै भ्लग बनाइसकेको छु यो मकै चोरेको होला। अब मेरो अब बिहानीको सुरुवात हुँदैछ। यो भ्लग चाहिँ यहीसम्म हो। यदि भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्नु होला र सब्सक्राइब गर्नु नभुल्नु होला। हस्त धन्यवाद। जय नेपाल गाइज।